राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बेहोरा दृढतापूर्वक उल्लेख गर्न चाहन्छु। गत भाद्र 23 र 24 गतेको जेनजी पुस्ताका युवा तथा विद्यार्थीहरूको प्रदर्शन र त्यस पश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नु परेको छ। उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्यहरू र ज्यान गुमाउनु भएका अन्य समस्त दिवंगत आत्माहरूको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु। जेनजी समूहका भाइ बहिनीहरूको भ्रष्टाचार रहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता मागहरू कुनै एक समूहका सदस्यहरूको मात्र नभई आम नागरिकले समेत चाहेको कुरा हो। नेपाल प्रहरी त्यस्ता माग वा अपेक्षाहरूप्रति विगतदेखि नै संवेदनशील रहँदै आएको नागरिक केन्द्रित स्वच्छ र व्यावसायिक प्रहरी सेवाको दूरदृष्टिसहित आम जनअपेक्षा अनुरूप परिष्कृत, जवाबदेही, उत्तरदायी र प्रहरी सेवा गर्न कटिबद्ध रहेको बेहोरा म प्रमुख अतिथिज्यू एवं उपस्थित विशिष्ट अतिथिज्यूहरूमाझ निवेदन गर्न चाहन्छु। प्रहरी कर्मचारी साथीहरू, राज्यका लागि हरेक परिस्थितिमा अग्रपंक्तिमा डटेर काम गर्ने यस सङ्गठनका सदस्यहरू राज्यका अन्य अङ्ग तथा निकाय विरुद्ध व्यक्त हुने नागरिक आक्रोश र आवेगहरूको पनि प्रथम प्रहार सहन बाध्य छौँ। आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीका भौतिक संरचनाहरूमाथि भएको आक्रमण तथा व्यवहारले प्रहरी विरुद्धको आक्रोश र आपराधिक कार्य बढेको भन्ने लागे तापनि त्यो भ्रमको पर्दा एकैछिनमा च्यातिएको छ। हामी नतमस्तक छौँ, नमन गर्दछौँ ती सहृदयी नागरिक मनहरूप्रति, हाम्रो समाजको विशाल हृदयप्रति, जसले स्वतस्फूर्त रूपमा प्रहरी कार्यालयहरूको पुनर्निर्माण र प्रहरी कर्मचारीहरूको पुनर्स्थापनालाई गति दिनुभएको छ। आज हामी क्षतिग्रस्त भएका 465 मध्ये 401 कार्यालयहरू सञ्चालनमा ल्याउन सफल भएका छौँ। यो आड भरोसा हामीलाई यही समाजले दिएको छ।